नमस्कार, म जीवन श्रेष्ठ। जितपुर सिमरा उपमहानगरपालिकाको यो परमानीपुर भन्ने कति नम्बर वडा हो दाइ? कति नम्बर वडा हो? 21 नम्बर वडामा पर्ने यो परमानीपुर बजारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर 21 मा पर्ने यो परमानीपुर बजारमा ठुलो भयंकर दुर्घटना भएको छ। हेर्नुस् त, यो ट्र्याक्टर र मोटर बाइक ठोकिँदा ठुलो दुर्घटना भएको छ। एकदम सानो होइन, ट्रकले, त्यो जुन एउटा ट्रक गथ्यो त्यो ट्रकले हानेर गछ। उहाँ पक्राउ परेको ट्रक, नितनपुरमा पक्राउ परेको ट्रक, अहिले भर्खरै हामीले हेरेको हो। त्यसले हानेर कुन चाहिँ गाडीलाई हानेको? त्यो ट्रकले यो ट्र्याक्टरलाई र मोटरसाइकललाई हानेर भागेको होइन। त्यो ट्रक त्यहाँ नितनपुरमा पक्राउ परेको छ। अहिले भर्खर आउँदा हामीले हेरेको हो, नितनपुरमा पक्राउ परेको छ। ठुलो दुर्घटना भएको छ। एउटा ट्रकले एउटा ट्र्याक्टर, यो ट्र्याक्टर र मोटर बाइकलाई टक्कर दिएको भन्ने कुरो यहाँ प्रत्यक्षदर्शीहरूले बताएका छन्। यस घटनाबाट सर सुन न, यो कतिजनाको मृत्यु भएको छ? अहिले एकजना छ होइन, अनि अरू कहीँ अब पत्ता हो। एकजनाको दुर्घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको दुर्घटनास्थलमै मृत्यु भएको छ। आदरणीय साथीहरू, यो भिडियोलाई सक्दो सेयर गर्नु होला। यति ठुलो दुर्घटना, भयङ्कर दुर्घटना भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर 21 यो परमानीपुर बजारमा यति ठुलो दुर्घटना नि जुन तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। ट्रकले मोटरसाइकल र यो ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर यो अवस्थामा छ भने मोटरसाइकल तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। मोटरसाइकल उहाँ अगाडि तपाईँलाई म हेराउन गइरहेको छु। मोटरसाइकल कहाँ छ भने म तपाईँलाई देखाउन गइरहेको छु। मोटरसाइकल कहाँसम्म छिट्टै आएर पुर्याइदिएको छ तपाईँलाई म देखाउन चाहन्छु। मोटरसाइकलको हालत यहाँ हेर्नुहोस् कहाँसम्म पुगेछ। कृपया यो भिडियोलाई सेयर गर्नु। मोटरसाइकल हानेर कहाँ पुर्याएको छ? लगभग 50 मिटर जति ल। हेर्नुहोस् त, मोटरसाइकल यही हो। हेर्नुहोस्, यो मृत्यु हुने व्यक्ति त्यो मोटरसाइकलको हो, मोटरसाइकल चालक हो। मृत्यु हुने व्यक्ति यो मोटरसाइकल चालक हुनुहुन्छ। यो उसको गाडी मोटर बाइकको नम्बर छ प्रदेश नम्बर 23 21 प 6307 6307 मोटर बाइकको नम्बर छ 6307। उसको चाहिँ घटनास्थलमा मृत्यु भएको छ। आदरणीय दर्शक पनि यो भिडियोलाई सबैले सेयर गर्नु होला। मोटरसाइकलको यो हालत छ भने ट्रकले ठक्कर दिँदा मोटरसाइकल यो यहाँसम्म आइपुग्ने गरी ठक्कर दिएको छ। र घटना भएको स्थल भनेको उहाँ तपाईँहरूलाई म देखाइरहेको छु। यहाँ हेर्नुहोस्, भयङ्कर दुर्घटना, आँखाकै अगाडि भयङ्कर दुर्घटना। साथीहरू, यो भिडियोलाई सक्दो सेयर गर्नुहोस्। तपाईँलाई म देखाउँदैछु। हेर्नुहोस् त, यो दुर्घटना हुने स्थल यहाँ हो। यहाँ अगाडि ल हेर्नुहोस्, यहाँ भिड जम्मा भइरहेको छ। त्यहाँबाट एउटा ट्रकले एउटा ट्र्याक्टर र मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल त्यति दूरीमा गएर ऊ छुटेर उसको घटनास्थलमा मृत्यु भएको छ। र ट्र्याक्टरको अवस्था यो छ। यहाँ हेर्नु, ट्र्याक्टरको अवस्था यो छ। हेर्नुहोस्, ट्र्याक्टरको अवस्था यो छ। यहाँ हेर्नुहोस् साथीहरू, र मोटरसाइकल चालकको यो घटनास्थलमा मृत्यु उसको भइसकेको छ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। कृपया भिडियोलाई सेयर गर्नुहोस्। यहाँ दुर्घटना भएको बाइकलाई हानेर तपाईँ हेर्नुहोस्, लामो दूरीसम्म यो बाइक छुट्याएर पुर्याएको अवस्था छ। उहाँ भिड हेर्नुहोस्, उहाँ देख्नु तपाईँ सक्नुहुन्छ। उहाँ अगाडिसम्म तपाईँको मोटरसाइकललाई उहाँ उछिटिने गरी यो स्पिडमा यो द्रुत गतिमा आएको यो ट्रकले यो ट्र्याक्टरलाई ठक्कर दिएको र ट्र्याक्टरको साथसाथै मोटरसाइकललाई ठक्कर दिएको। मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको र प्रत्यक्षदर्शीले बताउनु भएको छ। र यो ट्र्याक्टरको चालक चाहिँ गम्भीर घाइते भन्ने कुरा पनि यहाँ प्रत्यक्षदर्शीहरूले बताउनु भइरहेको छ। भाइ, कतिजनाको यहाँ घटनास्थलमा मृत्यु भएको छ? मानवीय क्षति के भएको छ थाहा छैन? दाइ, ट्रक उताबाट आएको, वीरगञ्जतिरबाट आएको ट्रक, वीरगञ्जतिरबाट आएको यो ट्र्याक्टरलाई ठक्कर दिएको हो। बाइकलाई हान्यो, पहिला फेरि ट्र्याक्टरमा हान्यो। ट्रकले बाइकलाई हानेर ट्र्याक्टरलाई फेरि हान्यो। हान्दाखेरि बाइक चालकको मृत्यु भयो। अनि ट्र्याक्टर चालकको के छ अवस्था? अहिले उहाँ घाइते हुनुहुन्छ। उपचारको लागि वीरगञ्ज गइसक्नु भयो। त्यो ट्रक चाहिँ हानेर भागिसकेको थियो। भागेर नितनपुर समातेको थियो। हामीले देख्यौँ, नितनपुर समातेको थियो। एकतिर पुरै पच्किएको छ गाडी हो। त्यसलाई प्रहरीले नियन्त्रणमा लिइसक्यो। आदरणीय दर्शकबिन, यो वीरगञ्ज महानगरपालिका वडा नम्बर 21 मा पर्ने परमानीपुर बजारमा यति ठुलो भयङ्कर दुर्घटना भएको छ। साथीहरू, तपाईँलाई म देखाउन चाहन्छु। यो कृपया यो भिडियोलाई सेयर गर्नु। यति भयङ्कर, आँखाबाट यति भयङ्कर जुन दृश्य तपाईँहरूले हेर्नुभयो भने एकदम तपाईँलाई यति भय लाग्थ्यो, यति भय नि कुरै गर्न अब तपाईँलाई म कसरी व्यक्त गरौँ।
बाइकलाई द्रुत गतिमा आएको टिप्परले ट्रकले ठक्कर दिएर तपाईँको लामो वहाँ त्यति टाढासम्म ट्र्याक्टरलाई मोटरसाइकल त्यो अवस्थामा छ भने ट्र्याक्टरको अवस्था यो छ। आदरणीय दर्शकबिनहरू तपाईँ हेर्न सक्नुहुन्छ। हेर्नु यो सडकमा सवारी साधनहरूको यति नागरिकहरूमा यति त्रास फैलिएको छ तपाईँ हेर्न सक्नुहुन्छ। ओहो यो घटनाले एउटा ठुलो तरङ्ग पैदा भएको छ। यहाँका वासीहरूमा यति ठुलो डर पैदा भइसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ घटना भएको स्थल यो ठाउँ हो, परमानीपुर बजारभन्दा अलिकति अगाडि। तीव्र गतिमा आएको ट्रकले पहिला सुरु मोटरसाइकललाई ठक्कर दिएको, त्यसपछि ट्र्याक्टरलाई। ट्र्याक्टरको अवस्था यो छ। आदरणीय दर्शक यहाँ हेर्नुहोस्, ट्र्याक्टरको अवस्था यो छ। मोटरसाइकल तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, वहाँ अगाडिसम्म छ। हेर्नुहोस् वहाँ मोटरसाइकल वहाँसम्म तपाईँको छुट्याएर पुऱ्याइदिएको छ। ल हेर्नुहोस्, कृपया भिडियो सेयर गर्नु साथीहरू। त्यस कारणले गर्दा सवारी यदि सडकमा कसैले सवारी साधन चलाइरहनु भएको छ र सडक यात्रा गर्दै हुनुहुन्छ भने कृपया सावधानी रहनु होला, एकदमै सावधानी रहनु होला, एकदमै सावधानी रहनु होला साथीहरू। ठुलो दुर्घटना वीरगञ्ज महानगरपालिका वडा नम्बर 21 मा यो परमानीपुर बजारमा ठुलो दुर्घटना साथीहरू। ठुलो दुर्घटना, सानो होइन, यो धेरै ठुलो दुर्घटना। प्रत्यक्षदर्शीका अनुसार यो ठुलो दुर्घटना भएको छ। भयावह स्थिति यहाँ तपाईँको देखिरहनुहोस्। तपाईँहरूलाई म यो प्रत्यक्ष रूपमा देखाइरहेको छु। आदरणीय दर्शकबिन साथीहरू, यहाँ एउटा दुर्घटनाको कारणले गर्दा कोलाहल मचिएको अवस्था छ। तपाईँ हेर्न सक्नुहुन्छ यो ट्र्याक्टरको अवस्था यो अवस्था छ। यो नगरपालिकाको ट्र्याक्टर हो, यो नगरपालिकाको ट्र्याक्टर हो। ए यो कुन वीरगञ्ज महानगरपालिकाको हो कि कहाँको? वीरगञ्ज महानगरपालिकाको ट्र्याक्टरलाई हो, 1 नम्बर वार्ड, 1 नम्बर वार्डको हो। वीरगञ्ज महानगरपालिका 1 नम्बर वार्ड। ओहो